हेलो गाइस, म इन्द्र थापा है त म चाहिँ गाउँघरको यो ब्लगहरू देखाउँदैछु। तपाईँहरू देख्न सक्नुहुनेछ। म चाहिँ अहिले न्यू ब्लगर है त। मलाई चाहिँ युट्युबमा सब्सक्राइब गरिदिनु होला। सबैजनाले मन पराइदिनु होला। हाम्रो गाउँघरको चाहिँ करेसा बारी हो। त्यसपछि देख्न सक्नुहुनेछ यो बारीहरूको डाँडाहरू यस्तो राम्रो छ कि भ्यू। म चाहिँ भोलि तपाईँहरूलाई अझै राम्रो भ्यूहरू देखाउँछु। तपाईँहरू यो देख्न सक्नुहुन्छ यो आल्साको बोट। त्यसपछि यस्तो छ यहाँको बाटो इन्टरफेस है त। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भ्लग? तपाईँहरूलाई केही माइन्ड नगरी हेरिदिनु होला प्लिज भन्न चाहन्छु। यो चाहिँ पहिलेदेखिको घर, यो केही भएको छैन अहिलेसम्म। जस्तै हावाहुरी प्राकृतिक रूपमा जे भए पनि जस्तै हावाहुरीका कारणले केही भएको छैन। यो घरहरू चाहिँ देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ कुखुरा पनि रहेको छ, देख्न सक्छौँ। हामी यो इन्टरफेस यस्तो उज्यालो छ, यस्तो दामी छ। तपाईँहरूलाई कस्तो लाग्यो है त कमेन्ट पनि गर्न सक्नुहुनेछ। केही माइन्ड नगरिदिनु होला यो भिडियोमा है त। तपाईँहरूले चाहिँ मलाई चाहिँ सब्सक्राइब चाहिँ अनिवार्य गर्नुहोला। यस्तो छ यो तलको इन्टरफेसहरू हेर्नु। यो घरहरू चाहिँ धेरै छन्। यो चाहिँ 5 वडा नम्बर 5 फेरि वडा नम्बर 2 बगाले स्थित को भ्यू हो यो चाहिँ गाइस। म चाहिँ भोलि माथि चरी भन्ज्याङतिरको भ्यूहरू पनि तपाईँहरूमा प्रस्तुत गर्नेछु है त। यति भन्दै आजको भ्लग म यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।